बोर्डरमा हुने तस्करी लगायत अन्य विविध बेइज्जतीको बारेमा चाहिँ भन्सारकाले सुधोलीमा मैले भिजिट गरेँ र त्यहाँ मैले स्पष्ट रूपमा चाहिँ के अरे भन्सार लगायत सबै स्टाफलाई कुनै पनि शर्तमा कुनै पनि हालतमा तस्करी चाहे ठुलो होस् चाहे सानो होस् त्यो पूर्ण रूपमा बन्द हुनुपर्छ भन्ने मैले सुझाव दिएको छु र अब यो कुनै पनि खाले तस्करी चाहे ठुलो होस् कुनै पनि रूपमा हुन्छ भने त्यसलाई चाहिँ छड्के चेकिङ समेत गरिनेछ भन्ने कुरा समेत आज मैले जानकारी गराएको छु र अहिले राम्रो भएको छ र चाहिँ अन्य विविध विषयमा जुन व्यावहारिक पक्ष छन् त्यसलाई पनि के कसरी हेर्न सकिन्छ भन्ने विषयमा सुझाव दिएको छु तर तस्करी चाहे ठुलो होस् चाहे सानो होस् त्यसको विरुद्धमा शून्य सहनशीलता स्पष्ट रूपमा यो छड्के चेकिङ हुनेछ र त्यसमा कुनै किसिमको कसैबाट चाहिँ के अरे कुनै पनि निकायबाट गलत किसिम भएको छ भने त्यसमा त्यस तत्त